हेलो एभ्रिवान, वेलकम ब्याक टु माई भ्लग। आई होप तपाईँहरू चाहिँ सन्चै हुन्छ होला। म चाहिँ एकदम ठिकठाक छु। अहिले चाहिँ हामी 2 तारिकको लोकल ठाउँमा एक्सप्लोर गर्न गइरहेका छौँ। हामीसँग हुनुहुन्छ यहाँ दिवाकर दाजु, यता हुनुहुन्छ हाम्रो टङ्का दाजु। अहिले चाहिँ हामी हिँड्न आँटेका छौँ। हामी चाहिँ लाग्छौँ। फाइनल्ली हामी चाहिँ अब यहाँदेखि निस्किसकेका छौँ। अहिले हामी जान लागिरहेका छौँ रासाताल। यो चाहिँ हो हामी बस्ने ठाउँ। यो चाहिँ हाम्रो रुम हो। यहाँ हामीसँग 2टा बाइक छन्। एउटा हाम्रो यहाँ N160 छ भने त हाम्रो FZ 150 छ। तारा उता छिटो छिटो फाइनल्ली वी आर इन तरारा बजार। अब चाहिँ हामी यहाँ तरारा बजारबाट चाहिँ भित्र छिरेर हामी चाहिँ रासातालसम्म जानुपर्ने हुन्छ। हामी चाहिँ अहिले यतैतिर छौँ है साथीहरू। फाइनल्ली वी आर इन रासाताल। अहिले हामी यता छौँ रासातालतिर। यहाँ हाम्रो टङ्का बजार हुनुहुन्छ। यहाँ के भन्न चाहनुहुन्छ त? अहिले चाहिँ मैले स्ट्यान्ड देखाउने हुँदाखेरि हल्का स्ट्यान्ड देखाउने हुँदाखेरि चाहिँ उहाँले चाहिँ अहिले यहाँ लडिसक्नु भएको छ। पसिना आयो कि कालो धुन्छु ल पसिना आयो होइन, के गर्नु अब त्यसै कपाल मिलाएको। एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिंग के वजह। अहिले चाहिँ अब हामी चाहिँ रासातालमा आइसकेका छौँ। अब हामी यहाँ यस सिन यो हेरेर एक्सप्लोर हानेर अनि हामी फेरि अर्को गन्तव्यतिर लाग्ने नै छौँ। अहिलेको लागि चाहिँ अब यो हेरिदिनु होला। खोला काला काला यादै साला साला जुनै करेन्ट हान्न त पाप नै हुन्छ त्यो त। यो चाहिँ मर्दैन, यहाँ त्यो त कहाँ मर्दैन नि, त्यो ढुङ्गेर आएको हुन्छ मारेपछि। यो चाहिँ हाम्रो माछा हुन्। म नि उन्नेर म अहिले चाहिँ यो ठाउँ चाहिँ एकदमै सुनसान छ। तर त्यो हुन्छ नि छठहरू अब केही पर्वहरू छ भने चाहिँ यो ठाउँमा चाहिँ ओभरै भिड हुन्छ। यहाँ खुट्टा हालेर हेर्न तैँले होइन कसले पाराहरू परेकै छैन। कला हुँदो रहेछ यो पनि। कला भन्दा पनि त्यो हात भन्छ क्या भाइ, हात त्यो मलसाप्रे हातमा चाहिँ पर्दैन होइन। जस्तै कि तेरो मलसाप्रे जस्तो माछालाई म पडङ्की हो नि यसको मलसाप्रे। माछा त म अहिले यहाँ कुदा कुदेको माछामा सुहाउनु भने सुहाइदिन्छु। अच्छा हमको सिखा रिया सर्पसँगलाई तिमीले भन्नु जस्तो मन त्यही सोचिरहेको अहिले चाहिँ हामी यहाँ रासातालमा छौँ। तर यो के भन्छ दाजु, यहाँ गर्मीको कारणले गर्दाखेरि हामी चाहिँ अहिले एकदम खल्लो भइरहेको छ। भन्दा पनि खल्लो त भएको छैन, भर्खर स्प्राइट खाएर चाहिँ गुलियो त गुलियो भइरहेको छ। तर यात्रा चाहिँ ओभरै पोल्दो रहेछ होइन। तपाईँहरू यदि यो ठाउँमा चाहिँ मेरो भिडियोको थ्रुबाट भिजिट गर्दै हुन्छ भने चाहिँ तपाईँहरू घाम नभएको समयमा आउनु होला। भरे राति तपाईँहरू 8 बजीतिर आउनु सक्नुहुनेछ। यदि तपाईँहरू अब के भन्छ त्यहाँदेखि भन्दिनँ म। आजलाई गर्मीले झन्डै मर्यो। अब अर्को भिडियोमा भेटौँला। हस्त बाई।